आजको मेरो विषय आशीर्वादका हातहरू। हामी यो भाग लामो छ, तर म आज भाग 1 को रूपमा एकमा त्यहाँ जुन चर्चमा बोल्दैछु त्यसमा अलिकति लामो 1 घन्टाको हुन्छ भने यहाँ आधी घन्टाभित्रमा मैले सक्ने कोसिस गर्छु। र त्यसपछि त्यसको मतलब त्यहाँ पढाउने पुरा भागको पनि आधी मात्रै हुन्छ है। ल, पहिलो पदको रूपमा हामी हेर्नेछौँ लुका 2 अध्याय। लुका 2 को 25 देखि 32 सम्म आशीर्वादका हातहरू भनेर बाइबलमा झन्डै 14-15 किसिमले हात राख्ने तरिकाको बारेमा सिकाइएको छ। त्यसैले आज म एकदमै साधारण बेसिक कुरा र अलिकति यो एक दुईवटा कुरा चाहिँ गर्छु, तर 14-15वटा कुरा गर्न मैले सक्दिनँ। लुका 2 अध्यायको हामी 25 देखि 32 पदसम्म मैले पढेँ है। तल यहाँ हात राख्ने सिद्धान्त, हिब्रू 6 अध्यायमा तपाईँले हेर्नुभयो भने हात राख्ने सिद्धान्त क्रिस्चियन जीवनको बेसिक क्रिस्चियन डक्ट्रिन भन्छ, आधारभूत सिद्धान्त त्यो मध्ये एउटा हो। र यसको बारेमा सानो पाठ हेर्छौँ है त। 25 देखि यरुसलेममा सिमियोन नाउँ भएका एकजना मानिस थिए। सबैले भन्नुहोस् त, सिमियोन नाम नचलेको बुढो मान्छे हो है। यो बुढो मान्छे। यरुसलेममा सिमियोन नाउँ भएका एकजना मानिस थिए। उनी इजरायलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए। याद गर्नुहोस् है, कसले हात राख्न सक्छ भन्ने सिद्धान्त गर्ने हो भने धर्मी र भक्तजनको आशीर्वाद हामीले लिन सक्छौँ। त्यो सिद्धान्त याद गरिराख्नुहोस् है। उनी इजरायलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। परमप्रभुको ख्रिस्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। भनेपछि त्यो मान्छे एकदमै बुढो छ। यसुको जन्म पनि भएको छैन, तर उसको हृदयमा महसुस छ, मैले यसुलाई नदेखेसम्म मेरो मृत्यु हुँदैन। त्यो विश्वास, उद्धारकलाई देखेर म मर्नेछु भन्ने उसको विश्वास। यसो हेर्दाखेरि यो 90-100 वर्षतिरको मान्छे देखिन्छ। यो बाइबलले ठ्याक्कै हामीलाई बताएको छैन, तर यो व्यक्ति 90-100तिरको मान्छे छ। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा बुबाले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उनले उहाँलाई आफ्नो काखमा लिए। कुनै कुनै बाइबलमा आफ्नो अन्जुलीमा, हत्केलामा लिए, हातमा लिए। कुरा त्यही हो, काखमा लिए भन्दाखेरि किनभने यो मान्छे बुढो थियो, उभिन सक्दैन थियो, बसिराखेको थियो। त्यही बेलामा काखमा लियो उसले। हातमा पनि सक्ने भयो, तर काख र हात कुरा एउटै नै हो। बुढेसकालको कारणले गर्दाखेरि हातमा उसले बोकेर काखमा राख्या हुनुपर्छ। यो कसलाई याद गर्नुहोस् है, कसलाई उसले हातमा काखमा लियो? सानो बालक येशूलाई। याद गर्नुहोस् है, सारा संसारको उद्धारकर्ता जसले मानव चोला लिएर आउनु भएको छ, त्यो ईश्वरको प्रतिरूपलाई उसले हातमा लियो र उसले के भनेर आशीर्वाद दिएछ? परमेश्वरलाई धन्यवाद दिएर भने, अब हे परमप्रभु परमेश्वर, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँले मेरो सबै मानिसका सामान्य तयार पार्नु भएको छ। अन्य जातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईँको जाति इजरायललाई महिमाको निम्ति ज्योति। अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएको कुरामा छक्क परे। सिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, हेर यो बालक इजरायलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको रूपमा नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट हुन् अनि तरबारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ। भनेपछि उसले अगमबाणी पनि गर्दैछ। आशीर्वादी हातमा उसले पक्रियो र आशिषको कुरा आमा बुवालाई पनि बोल्दैछ र आशिषको अगमबाणी बच्चालाई, येशूलाई पनि बोल्दैछ। एकछिन विचार गरौँ है। हाम्रो नेपाली समाजमा यो सिद्धान्त हामीले धेरै बुझ्न आवश्यक छ। हामीले धेरैपल्ट के सोच्छौँ भने नि, आशीर्वाद दिने काम जहिले पनि बुढापाका ठुलो मान्छेहरूले मात्रै हो, ठुलो मान्छेले हो।
तर याद गर्नुहोस् है, येशूभन्दा यो बुढो मान्छे ठुलो हो? हेलो, येशू बालकै छ, परमेश्वरको प्रतिरूप, निराकार परमेश्वरको आकृति। येशू सृष्टिकर्ता भन्दा यो बुढो मान्छे ठुलो हो कि होइन? प्राकृतिक तपाईँले होइन, मानवीय तपाईँले ठुलो हो, किनभने एउटा बच्चा छ, एउटा ऊ छ। ठिक छ, मानवीय हिसाबले आशीर्वाद दिन मिल्ने भयो, तर अर्को एउटा पक्ष पनि सुन्दरता के हो भने प्रभु येशूले मानिसहरूको अनुग्रह र आशीर्वाद लिएर पनि हुर्कनु भयो भनेर बाइबलले बताउँछ। त्यसैले आशीर्वादको प्रार्थना गर्ने कुराकानी गर्दाखेरि एकअर्कालाई प्रार्थना गरिदिने कुरा सानो मान्छेले आशीर्वाद लिने मात्रै होइन, सानो मान्छेले पनि ठुलो मान्छेहरूको निम्ति आशीर्वाद दिन र आशीर्वादको हात फैलाउन सक्छ, आशीर्वादका कुराहरू बोल्न सक्छन्। अगमबाडीको कुरा पनि त्यही नै हो। परमेश्वरको राज्यमा एउटा ठ्याक्कै यस्तै यस्तै हुनुपर्छ भन्ने संसारको नियम जस्तै नै हाइरार्कीको कुरा चल्दैन। त्यसपछि अर्को पदलाई हेरौँ है त, लुका 4:18 येशू प्रभुले भन्नुभयो, परमप्रभुको आत्मा म माथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनुको निम्ति अभिषेक गर्नुभएको छ। अब तपाईँले हात भन्ने शब्द आत्मालाई पवित्र आत्माको निम्ति विभिन्न 21वटा 22वटा नामहरू प्रयोग भएको छ। अनुग्रहको आत्मा, शान्तिको आत्मा, सल्लाहकारको आत्मा, आत्मा मात्रै पनि पुत्रत्वको आत्मा, विभिन्न मध्ये परमप्रभुको हात वा परमप्रभुको बाहुली भन्ने कुरा पनि गरेको छ। कहीँ कहीँ परमप्रभुको औँला भन्ने पनि प्रयोग गरिएको छ। त्यसैले येशूले भन्दै हुनुहुन्छ परमप्रभुको हात म माथि पर्यो। याद गर्नुहोस् है, मान्छेको हात पनि छ, आशीर्वादको हात, सिमोनले आशीर्वाद दिएको छ, त्यो सँगसँगै परमेश्वरले पनि आशीर्वाद दिनुभएको छ। त्यसैले हामीलाई सन्तुलित हुनको निम्ति दुवैको हात चाहिन्छ। आमेन। परमेश्वरको हात पनि चाहियो, मानिसहरूको हात पनि चाहियो। धेरै पटक हाम्रोमा के हुन्छ भने मलाई मान्छेको मतलब छैन, परमेश्वरबाट आयो हुन्छ, त्यो विद्रोही आत्मा हो। बाइबलले हामीलाई बताउने कुरा परमेश्वरको र मानिसको दुवैको अनुग्रहको साथमा हामी बढ्न आवश्यक छ। मत्ती 3:13-17 टिपिराख्नुहोस्। म तपाईँलाई सानो सम्झना दिलाउन चाहन्छु। मत्ती 3:13-17 फेरि येशूकै बारेमा, येशू बक्तिस्मा लिनलाई जानुभयो। बक्तिस्मा दिने मान्छे को थियो? बक्तिस्मा दिने यूहन्ना थियो। जब येशू बक्तिस्मा लिनलाई जानुभयो, यूहन्ना एकछिन झस्क्यो। उद्धारकर्ता, मुक्तिदाता, जसको बाटो मैले तयार पार्दैछु, उहाँ मेरो मुनि आएर बक्तिस्मा दिने, मलाई मैले बक्तिस्मा उहाँलाई दिने। उसलाई अप्ठ्यारो लाग्यो। उसले भने प्रभु हुँदैन, तपाईँले पो मलाई दिनुपर्ने हो त, तपाईँ आगोले बक्तिस्मा दिने, यो प्रकारले दिने, म लिन्न। तर येशूले के भन्नुभयो? अहिलेलाई यस्तै हुन देऊ। र येशूले नम्र तुल्याएर अधिकारमा आफूभन्दा सानो भनिएको मान्छेद्वारा बक्तिस्मा लिनुभयो। बुझ्दै हुनुहुन्छ? येशूले आफूलाई नम्र तुल्याउनु भयो। अघि सिमियोनको आशीर्वाद बालक छँदाखेरि लिएको छ, त्यो बेलामा त येशूको कुनै रोजाइ छैन। तपाईँलाई लाग्न सक्छ बच्चा थियो, बच्चालाई आशीर्वाद दियो त सिद्धियो। तर अब 30 वर्षको वयस्क पुगिसकेको छ, येशूको सेवाकाई आरम्भ हुँदैछ। त्योभन्दा अगाडि उहाँले नम्रतामा बक्तिस्मा लिनुभयो। कोबाट? एउटा जङ्गली देखिने मान्छे, लुगा पनि राम्रो लाउन आउँदैन, त्यसको छालाको लुगा लगाएको छ, जङ्गलमा बस्छ। त्यो मान्छे हेर्दाखेरि मान्छे तर्सिन्थ्यो है। बक्तिस्मा दिउने यूहन्नालाई देख्यो भने मान्छे तर्सेर भाग्थ्यो भन्नाले गेटअप हेर्दाखेरि। तर उसकोमा अधिकार, अभिषेक जे थियो, त्यसले गर्दाखेरि मानिसहरू उसँग आकर्षित भएका थिए। त्यसैले येशूले आफूभन्दा अधिकारमा सानो, आफ्नो निम्ति बाटो तयार पार्ने मान्छे हो नि यूहन्ना त। हेर, म तिमीहरूलाई पानीले बक्तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई आगोले बक्तिस्मा दिनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्न म लायकको छैन भनेर भन्ने मान्छेले अब येशूले त्यही व्यक्तिको हातबाट बक्तिस्मा लिँदै हुनुहुन्छ। त्यसैले
उमेर ढल्केका हरेक मान्छेले बुझ्न आवश्यक छ। मैले यो कुरा किन भन्छु भने नि, 1 वर्ष अगाडि मैले एउटा दिदीबहिनीको सङ्गतिमा शिक्षा दिँदाखेरि केही साना नानी बाबुहरूलाई पनि आऊ तिमीहरूले प्रार्थना गरिदेऊ भन्दाखेरि दिदीबहिनीहरूलाई खुब रिस उठ्यो। यस्तो फुच्चेहरूले हाम्रो निम्ति प्रार्थना गर्ने, घमण्डको आत्मा। त्यो त नेपालभरि छ भन्ने कुरा मलाई थाहा छ क्या। उनीहरूको सोचाइ हामीले पो प्रार्थना गर्ने त, यी भुराभुरीले हामीलाई आशीर्वाद दिने। आशीर्वाद दिनको निम्ति शुद्ध हृदय हुनु पर्यो, परमेश्वरले चलाएका व्यक्ति हुनु पर्यो र तिनीहरूले आशीर्वाद दिन सक्छ। 15 वर्ष जस्तो अगाडि मैले एउटा अगमबाडी गरेको तपाईँलाई याद छ कि छैन? उमेरमा साना मानिसहरूले शक्तिशाली वचनको प्रकाश लिएर आउनेछन्, तिनीहरूसँग अभिषेक हुनेछ र बुढापाकाहरू छक्क पर्नेछन्। तिनीहरूकोमा 2 रोजाइ हुन्छ, एउटा विद्रोह गर्ने, म यो भुराभुरीहरूको अधीनतालाई स्वीकार गर्दिनँ भनेर छोडेर जाने, वा मैले मात्र दिनुपर्छ भने पुरातनवादी विचारमा गर्ने। योएल 2 अध्यायको कुरा त पुरा हुन्छ नि त। त्यसैले मलाई लाग्छ आउँदो दिनहरूमा हामी तयारी हुन आवश्यक छ। अझै नेपालको विभिन्न जग्गाहरूमा हामी देख्नेछौँ हामीभन्दा सानो उमेरका मानिसहरूलाई परमेश्वरले सशक्त रूपमा नयाँ प्रकारले अभिषेक गर्नुहुन्छ। त्यसैले येशूले बप्तिस्मा लिनुभयो, येशूले यूहन्नाको आशीर्वाद लिनुभएको हो नि त। यूहन्नाको अस्तित्वलाई पनि स्वीकार गर्नुभयो र त्यो आशीर्वादको हात, उसको हातलाई यूहन्नाले मानिसहरूलाई पश्चातापमा बोलाउने काम गरिराखेको थियो। येशूले त्यसलाई अनुमोदन गर्नुभयो। त्यसपछि अर्को एउटा कुरा हेर्नेछौँ, प्रेरित 9 अध्यायको 12देखि 17 पद। प्रेरित 9 अध्यायको 12देखि 17 पदमा एकजना बाइबलको खुङखार शिक्षक, प्रेरित, अगमवक्ता, पास्टर, प्रचारक, जे भन्नुहोस्, अलराउन्डर गिफ्ट भएको एकजना मान्छे, जो सेवामा आउनुभन्दा अगाडि एकजना नामै नचलेको मान्छेले हात राखेर उसलाई प्रार्थना गरेका छ। यो पद हामी सबैजनाले हेरौँ है त। प्रेरित 9 अध्यायको 12देखि 17 मण्डली परिवार सबैले मिलेर पढौँ है। यो चाहिँ राम्रो छ, सबैले मिलेर सँगसँगै पढौँ। मैले तपाईँलाई के भन्न खोज्दैछु, परमेश्वरको राज्यमा हुने सिद्धान्त संसारको राज्यको सिद्धान्तभन्दा फरक छ। संसारको राज्यको मानिसहरूले के भन्छ, बुढापाका सिनियरहरू, अगाडि गएका मान्छेहरूले मात्रै आशीर्वाद दिने हो, नाम चलेका मान्छेहरूले, पदमा भएका मान्छेहरूले मात्रै गर्ने हो। तर परमेश्वरको राज्यमा त्यो नियमले काम गर्दैन। परमेश्वरको राज्यमा विश्वास गरिएर बोलाइएका हरेक व्यक्तिहरू राजदूतहरू हुन्, पुजारीहरू हुन्, राजकीय पुजारी हुन्, तिनीहरूले प्रेमपूर्वक आफ्नो हातलाई परमेश्वरको सेवाको निम्ति मानिसहरूमा विभिन्न कुरामा राख्छन् भने त्यसले आशिष लिएर आउँछ, अभिषेक लिएर आउँछ, जुवा तोड्छ। यो परमेश्वरको आत्माको अगुवाई अनुसार हो। त्यसैले यो कुरा याद गर्न आवश्यक छ। प्रेरित 9को 12देखि 17 यहाँ पावल, जो आजको भाषामा भन्यो भने 3-4 विषयमा पिएचडी गरेको मान्छे हो। धर्मशास्त्रमा, मनोविज्ञानमा, ईश्वर शास्त्री कुराहरू, दर्शन शास्त्र, अहिलेको भाषामा मिसोलोजी, मिसनको बारेमा, सबको बारेमा। तर त्यो मान्छे रोमी साम्राज्यको मान्छे, रोमी नागरिक, धनी मान्छे, पढेको मान्छे। बाइबलले हामीलाई रोचक कुरा बताउँछ। एकजना हननिया नाम गरेको व्यक्ति, त्यो 5 अध्यायमा पनि हननिया र सफिरा छ, त्यो हननिया सफिरा होइन, यो अर्कै एकचोटि मात्र नाम दिएको छ। त्यसपछि कहीँ पनि बाइबलमा उल्लेख छैन यो हननियाको बारेमा। उसलाई पवित्र आत्माले बोल्नुभयो, जाऊ तिमी गएर एउटा बाटोमा गएर त्यो एउटा मान्छेलाई प्रार्थना गर। उसले देखे पनि छैन, भेटे पनि छैन, के हो भन्ने थाहा छैन, तर पवित्र आत्माले अगुवाई गर्नुभयो, जाऊ। ऊ विश्वासमा हिँड्यो र गएर साँच्चै नै परमेश्वरले बोल्नुभए अनुसार देख्यो। त्यो मान्छे पावल त आँखामा देख्न सक्दैन, ऊ चिप्रा लागेको छ, 3 दिनसम्म खान बस्न नसक्ने अवस्थामा त्यो गजबको अनुभवमा गइराखेको छ। परमेश्वरले गजबले काम गर्नुभएको छ, अन्धो अवस्थामा छ। तर पवित्र आत्माले उसलाई भन्नुभयो, जाऊ तिमीले प्रार्थना गर। उसले हात राखेर जब प्रार्थना गर्यो, बाइबलले के भन्छ, उसको आँखाबाट चिप्राहरू झर्यो, उसको आँखाबाट चिप्राहरू झरेर गयो, वा ऊ अब देख्न सक्ने भयो, बुझ्न सक्ने भयो। याद गर्नुहोस् है, ज्ञानको हिसाबले पावल ठुलो कि हननिया ठुलो? हेलो, ज्ञानको हिसाबले, पढाइको हिसाबले, राजनीति, त्यो रोमीहरूको
अनुसार त पाउल त रोमी नागरिक हो। हननिया कहाँको एउटा बुढा त हो नि, एउटा सामान्य विश्वासी, उसको लिडरसिप लेभलमा पनि नाम छैन, तर उसले गएर त्यो मान्छेको निम्ति प्रार्थना गर्यो र त्यही व्यक्ति शक्तिशाली अगुवा बन्यो। त्यसैले अन्तर्विन्तीको सेवा, प्रार्थनाको सेवा, हात राख्ने सेवा, प्रभुले तपाईँलाई बोल्नुहुन्छ जाऊ प्रार्थना गर, देऊ यो गर्नुहोस्, आशिष त्यसैमा छ। तपाईँले त्यसको उत्तर देख्दैन होला, तर उहाँले तपाईँलाई बोल्नुभएको कुरा तपाईँले गर्नुभयो भने त्यसमा शक्तिशाली काम हुन्छ। सायद हननिया भन्ने मान्छेको बारेमा बाइबलले केही पनि धेरै बताउँदैन। हननियाले पाउलले गरेको त्यो ठुलो प्रभावशाली सेवकाई, उसले पछि लेखेको यो 13-13वटा पत्रहरूको बारेमा उसले थाहा पाएन होला। पाउलले कति धेरै आशिष पुर्याउन सक्यो। पाउलको नाम संसारभरि थाहा पाएको छ मान्छेले, तर हननियाको नाम त्यत्तिको आउँदैन। परमेश्वरले शक्तिशाली व्यक्तिलाई प्रयोग गर्नको निम्ति हननियालाई भन्नुभयो जाऊ, र विश्वासयोग्य भएर उसले आफ्नो कदम पनि बढायो, हात पनि बढायो। उसको हात आशिष लिएर आउने हात थियो। आमेन। त्यसैले म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ सानो, तपाईँ कमजोर, तपाईँ दुर्बल, महिला पुरुष, विभिन्न कुरा नसोच्नुहोस्, म परमेश्वरको जन हुँ। यो सोच हामीले राख्नु पर्यो र परमेश्वरले हामीलाई आशिष दिनको निम्ति बोलाउनु भएको छ र यो आशिषका कुराहरू हामीले बोल्न सक्छौँ। येशू प्रभुले बच्चाहरूलाई आशिष दिनुभएको कुरालाई पनि हामी हेर्नेछौँ। मत्ती 19:13-15। मलाई लाग्छ यो गर्दै गर्दाखेरि आज हामी अलिक फरक प्रकारले गरौँ है त। एलेक्स र तपाईँले आफ्नो बच्चालाई पनि लिएर आउनुहोस् है, वचनसँग नै हामी मिलाउनेछौँ। म ट्रेडिसनमा विश्वास गर्दिनँ, म क्रिएटिभिटीमा विश्वास गर्ने मान्छे पनि हुँ। सृजनात्मक कुरा र सन्दर्भ मिल्दो छ, हामी समय पनि बचत गर्नेछौँ। मरियम पनि दुवैजना मिल्छ भने दुवैजना सँगै आउनु ल। मत्ती 19:13-15 बाल अर्पणको कुरामा हामी प्रवेश गर्यौँ अब है। प्रभु येशूले बालकहरूलाई आशीर्वाद दिनुभएको कुरा हामी देख्दछौँ र त्यो गर्दै गर्दाखेरि प्रेरित 6:3-6 पनि लेखिराख्नुहोस्। यहाँ 6जना डिकनहरूलाई मण्डलीले चुने र प्रेरितहरूले तिनीहरूमाथि हात राखेर आशीर्वाद दिए भनेको छ। प्रेरित 6:3-6 डिकनहरूमाथि प्रेरितहरूले हात राखेर आशीर्वाद दिएको। बच्चाहरूको विषयमा कुराकानी गर्दै गर्दाखेरि मत्ती 8:14 र 15 लाई पनि याद गरौँ। प्रभु येशूले पत्रुसको घरमा जानुभयो। पत्रुसको सासू ज्वरोले थला परिरहेको थियो, बिमारी थियो, अनि त्यो बेलामा पत्रुसको सासूको हात समातेर येशूले त्यो सासूलाई छुनुभयो। आशीर्वादको हात राखेर येशूले त्यो पत्रुसको सासू बुढी आमालाई निको पार्नुभयो। आमेन। सबैले तपाईँको हात देखाउनुहोस् त, कति राम्रो छ नि त त्यो हात। मुसुक्क हाँसेर साथीलाई भन्नुहोस् यो आशिषित हात हो। तपाईँको हात आशिषित हात हो, आशिष लिएर आउने हात हो। आमेन। किन आशिषित हात हो? येशूको रगतले हामी बाँचेका छौँ त, उद्धार पाएका छौँ र उहाँले हामीलाई राजकीय पुजारीगिरी बनाउनु भएको छ नि, अनि आशिष दिनुको निम्ति हामी बोलाएका छौँ। मत्ती 19:13-15 हाम्रो प्रभु येशूले आफ्नो हात आशिष पुर्याउनुको निम्ति प्रयोग गर्नुभएको छ। आमेन। चाहे निको पार्नलाई होला, चाहे बच्चाहरूलाई होला, चाहे अर्काको सेवकाईलाई सुरु गर्नलाई, सहायता गर्नलाई होला, विभिन्न तपाईँले उहाँको जीवन, उहाँको शैली, उहाँको हात पाउ शरीर पुरै दुनियाँलाई आशिषित पुल्याउनुको निम्ति थियो। उहाँले आफ्नो हात पुरै दिनुभयो, उहाँको बलिदान, उहाँको शरीर, त्यो कारणले गर्दाखेरि हामीले आशिष पाएका छौँ।